जितेन्द्र प्रताप सिंह, त सुमना श्रेष्ठ र भावना राउत, त जेन्जी होइनस्, त अवसरवादी होस्, त अहिले जुन हाम्रो वीर शहीदहरूको रगतसँग खेल्ने दुस्साहस नगर। म अहिले जिउँदो छु र म शहीद हुन पनि तयार छु यो देश परिवर्तनको निमित्त। त जस्तो अवसरवादी र दलालहरूको कारण यो देश बिग्रेछ। अहिले जुन स्वास्थ्य मन्त्रीको लागि संगीता मिश्रलाई सिफारिस गरिस् त धेरै नराम्रो गरिस्। अब हामी के गर्छौं भने हेरिराख, मन्त्रीमा मात्रै नियुक्ति हुन देऊ, के हुन्छ त हेर्छस्। दर्शकबिन, यही भिडियोको कारण उहाँलाई चाहिँ टेलिफोन मार्फत त्यो भिडियो तुरुन्तै हटाइहाल भनेर फोनमा जुन संवाद भएको छ, जितेन्द्रजीलाई जुन फोन आएको छ त्यो रेकर्ड सुन्नुस्। अब मन्त्री बन्न आएको त उ गर्न आएको त्यहाँ के मधेसबाट तँलाई पैसा दिएर तँलाई यहाँ उ गर्न आएको भनेर मैले भिडियो बनाऊँ, तँलाई रमाइलो हुन्छ। त्यो सुदन राई पनि त एनजिओको सञ्चालक हो, सुदन राईको माग पनि त के साथ जगदीश खरेल निष्पक्ष छ, ऊ सिंह पनि एकदम राम्रो मान्छे हो है, महावीरपुर सुदन राईले ल्याएको मान्छे हो। विश्वासघात भएन, हामी के गेरा हेरेर बसिरह अहिलेसम्म मान्छेले। सुदन राईले फोन गर्यो, सुदन राईले फर्काए, मैले त नरम तँलाई माया गरेर फर्काउँछु है, अहिलेसम्म माया गरेर तँलाई मैले राखिरहेको हो, सबै ठाउँमा लगिरहेको छु, सबै ठाउँमा उ गरिरहेको छु, तँलाई समितिमा पनि नआएको छु। त्यो समितिमा थिएस्, बब्लु अहिले तँलाई बोलायो समितिमा, बोलायो हो न नयाँ टुनी, अनि मुझे कसले राखेको नयाँ टुन अहिले नाम निकाल्यो नि त्यो समितिबाट तेरो। मलाई भोलि भेट, भिडियो हटा, मैले फेरि फोन गर्न नपरोस् त म तँलाई खोज्नलाई मलाई 5 मिनट लाग्दैन। हेर कान्छा है, म तँलाई कहाँ आउँछस्, म खोज्नलाई मलाई 5 मिनट लाग्दैन। फेरि त्यहाँ आएर तेरो फोन खोजेर मैले आफै भिडियो डिलिट गर्नु नपरोस्। अनि त्यसपछि मधेसी होस्, पहाडी होस्, जहाँसुकै होस्, मलाई मतलब हुँदैन बाबु। त्यो ब्युरोक्रेट्सहरूलाई पनि त मुद्दा लाग्दैछ त, थाहा छैन? तेरो नाममा पनि एउटा मुद्दा भोलि म पेपर पठाउँछु, तेरो नामको नायिका लिएर आइज, तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सेक्युरिटी दिन्छु है, तँलाई म मेरै घरमा राखेर पाल्छु, म तँलाई सेक्युरिटी दिन्छु, हुन्छ? हाल्दैछु, सुदनको नाममा हाल्दैछ, सबैको नाममा हाल्दैछ, मित्र परिवारको नाममा हाल्दैछ, ओलीलाई हाल्दैछ, महेश बस्नेतलाई हाल्दैछ, सबैलाई हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी। साथीमा नमस्ते, म जितेन्द्र प्रताप सिंह।